हेलो गाइज गुड मर्निङ वेलकम टु माई न्यू ब्लग। फेरि आज पनि म अर्को एउटा भ्लग लिएर आइसकेको छु। आज चाहिँ खासमा बुद्ध जयन्ती आज चाहिँ यहाँ माथिको डाँडा, यो चुच्चो डाँडामा, यहाँ माथि डाँडामा चाहिँ आज मेला, ठ्याक्कै यो चुचुरोमा मेला, र हामी यही मेलामा आज जाँदैछौँ। र यहाँ माथि डाँडा मेला जान चाहिँ आज हाम्रो यहाँ सचिन भाइ पनि रेडी भएर बसिसकेका छन्। र यो सचिनले चाहिँ यो कार्टुनमा के ठिक पार्दैछन् भने यो चाहिँ परेवा हो, त्यो माथि डाँडामा लगेर पूजा गरिन्छ। अब उडाउने मान्छेले उडाउँछन्, अब त्यहाँ भोग दिनेले भोग दिन्छन्। यहाँ चाहिँ हाम्रो 3 जोर छ, अब हामी चाहिँ सायद उडाउँछौँ। आजको मौसम चाहिँ खासमा यस्तो छ, अलिअलि घाम अलिअलि बादल लागिरहेछ। र मेला जानलाई यहाँ मान्छेहरू सबैजना गाडी पर्खेर बसिरहेको हुन्छ। यहाँ हाम्रो सुभाष सर पनि रेडी भएर बसिरहेको हुन्छ। यहाँ मेला जानलाई सुभाष सरहरू चाहिँ, सुभाष र हाम्रो सचिन भाइ चाहिँ बाइकमा जाने रे, र हामी चाहिँ गाडीमा जान्छौँ होला। ल लाग्यो हाम्रो सुभाष भाइहरू पनि भर्खर लाग्दैछन् अगाडि। यहाँनिर सुभाष र सचिन जाँदैछन्। ल हाम्रो गाउँ चाहिँ यहाँ हो, हामी गाउँ छोडेर उकालो लाग्दैछौँ। ए बनाइदिनुहोस्। यो चाहिँ हाम्रो गाउँ, अहिले हामी चाहिँ डाँडा मेला जाँदैछौँ। ल अहिले चाहिँ हामी फुलबारी भन्ने गाउँ आइपुग्यौँ। हामी निरन्तर अगाडि बढिरहेछौँ। यहाँ चाहिँ केरा बगैँचा चाहिँ धेरै रहेछ है। र हामी चाहिँ अगाडि लाग्दैछौँ। ल अब हामी लगभग आइसक्यौँ। बाटो चाहिँ साँघुरो भए पनि बाटो ठिकै छ। कति ठुलो बर्पिवलको बोट रहेछ। अनि यहाँहरू मान्छेहरू पनि जाँदैछौँ। टेम्पो पनि यसरी मान्छे पेसेन्जर पुऱ्याएर आउँदैछ, फर्किँदैछ टेम्पो पनि। अब हामी लगभग 5 मिनटभित्र पुग्छौँ पनि। बाटो चाहिँ अलिक साँघुरो तर ठिकै छ बाटो, यतिको पाहाडको बाटो यस्तै हो। ल हेर्नुहोस् कोसीको सिन कति राम्रो छ हाम्रो सप्त कोसी। यहाँ अगाडि गाडी टेम्पोहरू पनि पार्क गरेको देखिन्छ। मेलाको सुरुवात हुँदैछ। अर्का काका उहाँ हात हल्लाउँदै आउनु हुँदैछ पछाडि गाडीमा। ल यो सिडी हुँदै चाहिँ माथि मन्दिर पुगिने हो, तर हामी चाहिँ गाडी अलिक माथि नै जान्छ, त्यही भएर अब हामी अलिक माथिसम्म जान्छौँ। ल अब हामी मन्दिर प्रवेश गरिसक्यौँ। मन्दिर चाहिँ त्यहाँ माथि ठ्याक्क त्यहाँ हुन्छ। र अब हामी चाहिँ यहाँ ठ्याक्क स्ट्यान्ड आइपुग्यौँ। स्ट्यान्ड, गाडी टेम्पो स्ट्यान्ड। अब गाडी टेम्पो पनि यहीँसम्म हो ठ्याक्कसँगले। ल यसरी आएको थियौँ हामी। सचिन पनि अघि आइसकेछन्। खै सुभाष, ल साने आइपुग्यौ? हेलो, हामी सबैजना आइपुग्यौँ नि, तेजस्वी पनि। ल
हामी चाहिँ डाँडामाथि आइसक्यौँ। त्यहाँ तल चाहिँ हाम्रो घर झन्डा चोक गाउँ। र अहिले हामी आएको चाहिँ यहाँ। ल अब हामी जाँदैछौँ। हाम्रो सचिन भाइ, यता सतीक्षा, तेजस्वी। हजुर, भन्थान मन्दिर हामी आइपुग्यौँ। यो भन्थान मन्दिर। यहीँ मान्छेहरूको भिड यस्तो छ, दर्शन गर्न आउनुहुने मान्छेहरूको भिड। अहिले भर्खर परेवा त उडाइयो, परेवा उडेर यहाँ माथि गएँ, तर उडाएको भिडियो गर्न पाइएन क्या। सुभाष चाहिँ यहाँ परेवा लिएर मन्दिरभित्र जाँदैछन्। यहाँ लाइनमा बसेर छ, कति छिटो आउँदा पनि अलिक पछाडि नै परिएछ। के छ खबर? के गले के गले? कहाँ आयो सानो? कहाँ आयो सानो? कहाँ आयो? ल बल्ल बल्ल हामी पनि माथि भन्थान मन्दिर आइयो। भन्थान मन्दिर आएर पूजा पनि गरियो। अब सुभाष र बुवा त्यहीँ बसिरहेको हुन्छ पूजा गर्दै। हामी चाहिँ यहाँ नानीहरूलाई खाजा भोक लागेर यो फुच्चीहरूलाई जाउली भात खुवाउँदैछौँ। त्यहाँ सबैजना बसिरहेको छौँ। अब एकछिन पछाडि सुभाष र बुवा आउनुहुन्छ, अनि हामी पनि खाजा खान्छौँ। सेलरोटी पनि यहाँ मिठो मिठो पाकिरहेछ। ल हाम्रो पारिवारिक जमघट चट्ट लगाएर। सुभाष भाइ ठिक छ, पूजा गरियो? एकदम पूजा गरिसक्यो। अनि खाजा खाइँदैछ। अब हामीले चाहिँ भर्खरै खाजा खाइसकेर फेरि यहाँ थुक्पा खाँदैछौँ। अर्को यहीँ सुभाष थुक्पामा चौचो हालेर मिसाएर खाँदैछन्। हाम्रो सचिन भाइ पनि थुक्पा, यता सतीक्षा पनि थुक्पा। हाम्रो सानी अघि सकिन अरे। अब हामीले चाहिँ खाजासाजा पनि खाइसक्यौँ। अब घर जाने एकछिनमा। अब गाडी पनि आउँदैछ, गाडीमा चढ्ने, घर जाने होइन सानो? काका के छ? चप खान आँटेको यार पाइएन? हाम्रो सुभाष चाहिँ उहाँ पर गफ दिँदै बसिरहेको छ, उहाँ ढुङ्गामा थियो, यहाँ बसिरहेछ। भन्थान मेला पनि गयो, डाँडा मेला घुमियो होइन। अब फर्किने क्रममा यहाँ आएर ठ्याक्कसँगले दामी सिन आइरहेछ। यहाँ बसेर फोटो सेसन भइरहेछ। केटाहरू यहाँ बाइक ठेल्दैछ। अहिले भर्खर पानी परेको, पुरा चिल्लो चिल्लो छ। ल अब चाहिँ हामी पूजा गरेर फर्किँदैछौँ। सबैजना हामी फर्किँदैछौँ। अब हामी यहाँ भन्थान मन्दिर पूजा गऱ्यौँ, पूजासुजा सक्यो। अब हामी जाँदैछौँ। बाटो चाहिँ भर्खरै पानी परेकोले अलिक चिप्लो चिप्लो छ, बिस्तारै जाँदैछौँ हामी। अब बाँकी भिडियो चाहिँ अब घरतिरै पुगेर देखाउँला। हेलो मुना, के छ?